टिग्राको अगाडि हाम्रो चारवटा मसल हुन्छ, क्वाड्रिलाई हामीले क्वाड्रिसेप भन्छौँ। यसले पनि हामीलाई घुँडालाई म्याक्सिमम कन्ट्रोल गरिरहेको हुन्छ। घुँडाको पछाडिबाट हेर्नुभयो भने त्यसमा चाहिँ यो ह्यामस्ट्रिङ भन्छ, घुँडाको पछाडि चारवटा मसलले यसलाई घुँडालाई कन्ट्रोल गरिरहेको हुन्छ। त्यसपछि यो दुईटा मसल ग्यास्ट्रोनिमस फेरि घुँडाको पछाडिबाट गएर हाम्रो खुट्टासम्म गइरहेको हुन्छ। जब घुँडा खिन सुरु गर्छ, हाम्रो घुँडाको हड्डी, कार्टिलेज, लिगामेन्ट बाहेक चाहिँ मसलहरू, यसको ब्यालेन्सहरूको पनि इक्वली इम्पोर्टेन्स हुन्छ। र जब हामी घुँडाको इलाज गर्दछौँ, खालि हड्डीलाई मात्रै हेरेर अरू कुरालाई हामीले इम्पोर्टेन्स दिएनौँ, अरू कुराको समस्या पनि हामीले बुझेनौँ भने ओभरअल हाम्रो घुँडाको इलाज राम्रोसँग हुन सक्दैन। नमस्ते, म डाक्टर सुदीप वैद्य। विगत 29-30 वर्षले म नेपालमा हाड जोड्नी सम्बन्धी विभिन्न समस्याहरूमा काम गर्दै आएको छु। घुँडा किन खिन जान्छ? नर्मल कन्डिसनमा हाम्रो घुँडाभेरिको स्ट्रक्चरलाई एउटा सिम्प्लिफाई हिसाबमा यो फिगरमा देखाइएको छ। यो माथिको फिमर भयो, यो हड्डी, तलको टिबिया भनिन्छ र त्यसको अगाडि चाहिँ पटेला हुन्छ। यति भनेर हाम्रो हड्डीको पार्ट बनेको हुन्छ। यो यदि निलो पार्ट हेर्नुभयो भने चाहिँ यो चाहिँ हड्डी हाम्रो हाडको माथि रहेको कुरकुरे हाड भन्छौँ, अथवा चिप्लो हाडको परत हुन्छ। यो टिबियाको माथि पनि हुन्छ र यो फिमरको माथि पनि हुन्छ। त्यसको माथि चाहिँ यो पटेला भन्ने अर्को थर्ड हड्डी हुन्छ। यसको साथसाथै यो दुईटा घुँडाको बिचमा चाहिँ हाम्रो यो मेनिस्कस भनिन्छ। मेनिस्कस भनेको दुईटा घुँडाको हड्डीको बिचमा एउटा वासर जस्तै काम गरेर यसले नर्मल कन्डिसनमा हाम्रो घुँडाभेरिको स्ट्रक्चरलाई एउटा सिम्प्लिफाई हिसाबमा यो फिगरमा देखाइएको छ। यो माथिको फिमर भयो, यो हड्डी, तलको टिबिया भनिन्छ र त्यसको अगाडि चाहिँ पटेला हुन्छ। यति भनेर हाम्रो हड्डीको पार्ट बनेको हुन्छ। यो यदि निलो पार्ट हेर्नुभयो भने चाहिँ यो चाहिँ हड्डी हाम्रो हाडको माथि रहेको कुरकुरे हाड भन्छौँ, अथवा चिप्लो हाडको परत हुन्छ। यो टिबियाको माथि पनि हुन्छ र यो फिमरको माथि पनि हुन्छ। त्यसको माथि चाहिँ यो पटेला भन्ने अर्को थर्ड हड्डी हुन्छ। यसको साथसाथै यो दुईटा घुँडाको बिचमा चाहिँ हाम्रो यो मेनिस्कस भनिन्छ। मेनिस्कस भनेको दुईटा घुँडाको हड्डीको बिचमा एउटा वासर जस्तै काम गरेर यसले सक अब्जर्भरको काम गरिरहेको हुन्छ। त्यसले पनि हामीलाई नर्मल कन्डिसनमा घुँडालाई जोगाउँछ। त्यसको साथसाथमा हाम्रो चाहिँ लिगामेन्टहरू हुन्छ। जस्तो यहाँ चाहिँ यो एन्टेरियर क्रुसेट लिगामेन्ट भन्छ, पोस्टेरियर क्रुसेट लिगामेन्ट भन्छ, मिडियल कोल्याटरल लिगामेन्ट, ल्याटरल कोल्याटरल लिगामेन्ट भन्छ। यो सबै स्ट्रक्चरहरू बनेर एउटा घुँडालाई स्टेबिलिटी दिइरहेको हुन्छ। र यो बाहेक पनि हाम्रो चाहिँ अरू स्ट्रक्चरले पनि घुँडामा काम गरिरहेको हुन्छ।